प्रिय आमा अनि मिठो सम्झना। हेर्नु त आज भन्दै भोलि भन्दै तपाईँले हामीलाई छोडेर गएको पनि यतिका दिन भइसक्यो। न त मैले आमा भनेर बोलाउँछु तपाईँले सुन्नुहुन्छ, न त तपाईँ मलाई छोरी भनेर अँगाल्न नै सक्नुहुन्छ। त्यो चाँडै तपाईँ भगवान्को प्यारी हुनुभयो। सायद संसारको सबैभन्दा प्यारो मान्छे तपाईँ भएर पनि होला भगवान्ले कति चाँडै तपाईँलाई लिएर जानुभयो। तर आमा तपाईँ त यहाँ हुनुहुन्न, तर तपाईँसँगको हरेक पलहरू मसँग यादगार छन्। कसैले आमा भनेको शब्द सुन्दा मेरो मनमा झस्का आउँछ अनि त्यतिखेर म तपाईँलाई सम्झिन्छु अनि म मेरा यी आँखाका पानीहरूलाई सम्हाल्नै सक्दिनँ। थाहा छ तपाईँ फर्केर आउनुहुन्न भनेर भने, तर यो मोबाइलको घन्टीले बस तपाईँलाई नै पर्खिरहेको हुन्छ। कतै तपाईँको फोन आउँछ कि भनेर, कतै तपाईँ बोल्नुहुन्छ कि भनेर बस म त्यही फोनलाई हेरिरहेकी हुन्छु। तपाईँ आउनुहुन्न त्यो मलाई थाहा छ, तर जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ सधैँ मेरो मनमा हुनुहुन्छ। यदि मिलेछ भने पनि तपाईँकै कोखबाट जन्म लिनको अर्को जन्म पनि कति सपना थिए होला तिम्रा, मैले पुरा गर्न सकिनँ। जुन समयमा म पुरा गर्न खोज्दै थिएँ, हुँदा नहुँदै भगवान्ले खोसेर लगिदिए तिमीलाई आमा। तर धेरै माया छ, तिमी बिना म साँच्ची नै अधुरो भएको छु आमा।